सो गाइज दुबई आउँदै हुनुहुन्छ यो तातो घाममा, यदि तपाईँहरू दुबई आउँदै हुनुहुन्छ भने यो भिडियो सबैजनाले हेर्नु होला। तपाईँहरू के कामको लागि आउँदै हुनुहुन्छ दुबई, मतलब कि तपाईँहरू सेल्सम्यानको लागि आउँदै हुनुहुन्छ, तपाईँहरूसँग एक्सपिरियन्स कति छ? तपाईँहरूलाई एक्सपिरियन्स नेपालको एक्सपिरियन्सले पुग्दैन यहाँनिर। तपाईँहरूलाई भनेको गल्फ कन्ट्रीको एक्सपिरियन्स कतिको छ हो, त्यो हुँदाखेरि मात्रै तपाईँहरूलाई यहाँनिर सेल्समा काम मिल्छ। नत्र तपाईँहरूलाई सेल्सम्यान भनेर आएर यहाँ तपाईँहरूलाई अन्य अरू कुनै काम दिइरहेको हुन्छ। प्लस तपाईँहरू वेटरको लागि अब नेपालमा हाई एक्सपिरियन्स छ वेटरको भने पनि तपाईँहरू यहाँ आउँदै हुनुहुन्छ, तपाईँहरूलाई मेन खोज्ने भनेको गल्फ कन्ट्रीको एक्सपिरियन्स हो। सो तपाईँहरूको नेपालको एक्सपिरियन्सले तपाईँहरूलाई यहाँनिर पुग्दैन डाइरेक्ट आउने बित्तिकै एज अ हेड वेटर अथवा वेटरमा जोइन गर्नको लागि। तपाईँहरूले थोरै मेहनत गर्नुपर्छ। तपाईँहरूलाई क्लिनरदेखि लिएर स्टेवार्ड भाँडा माझ्नेसम्म पनि लाउनु सक्छ वेटरमा भनेर आउँदा। सो यो कुरा चाहिँ तपाईँहरूले आउनुभन्दा अगाडि आफ्नो एजेन्ट जो छ, मेन पावर जो छ, त्यो मेन पावरसँग क्लियरली फिक्स भएर आउनु होला। यही जानकारी दिएको छु। भिडियो मन परेमा सेयर गर्नु होला। यस्तै गल्फ रिलेटेड भिडियोहरू धेरै आउने छ अब आगामी दिनमा। थ्याङ्क यू।